रमाइलो लाग्दैन टक्क लाएर मुगु पुगियो हैन अब यहाँबाट 10-15 मिनेट जिपको सवारी छ त्यसपछि हर्स राइडिङ छ रे 10-15 मिनेट अनि त्यसपछि हामी मुगु रारा ताल पुग्छौं होला हामी त्यही गएर हेरौँला यस्तो रहेछ टक्क लाएर हैन यस्तो छ अब हाम्रो जिप आउँदै छ योभन्दा माथि राइड चाहिँ लिन मिल्दैन रहेछ अब राइड नलिएपछि त्यही हो यहाँको लोकल जिप रिजर्भ गरेर जान लाग्छौँ त्यसपछि राइड सवारी पनि हान्नुपर्छ हर्स राइडिङ यहाँ चाहिँ डाँडा यस्तो छ हैन त भाइ हो कि हैन हिमाल बबाल देखिँदो रहेछ यस्तो यस्तो छ है ल माथितिर हेरौँ ल अरू अब आइसकेको छ हाम्रो जिप त्यहाँ तल आइरह हैन अनि यहाँ चाहिँ दामी हिमाल देखिँदो रहेछ यहाँबाट यस्तो बवाल छ हिमालहरू अलिक फोहोर भएर नदेखायो कि धुलै धुलो छ यहाँ त्यही हो गएर माथितिरै हेरौँला गाडी आइसकेको छ अब टक्क जान लाग्यो गाडीमा चलो यहाँ सामान प्याक भइसक्यो हाम्रो अब टक्क लाएर जिप सवारी जिप सवारी सर अब गाडीको यात्रा सक्यो अब यहाँबाट चाहिँ हामी हर्स राइडिङ जान्छौँ होला गाडी आएको हैन टक्क लाएर अब घोडा आउँछ होला खै कहाँ छ ऊ माथितिर कता छन् टक्क लाएर अब रारा नेसनल पार्कको गेट एन्ट्री हुन लाग्यो है घोडा स्टेसन हो माथि छ अरे यहाँबाट चाहिँ अलिकति हिँड्नु पर्यो त्यही यस्तो बोर्डहरू छ के छ के त्यही हो जमाइले टक्कै लाएर अब बिस्तारै दुई भाइ जाँदैछौँ त्यो छ है पछाडि अरू टोलीहरू आउँदैछन् टक्क लाएर हामी रारा बाहिरको नै युट्युब जस्तै छ भनौँ न अब घोडाको राइड हान्ने बेला आयो हाम्रो टक्क दायाहरू हुनुहुन्छ अगाडि हैन अब घोडाको कुरा हुन्छ त्यसपछि टक्क लाएर घोडा राइड हानेर जानु पर्ला टक्कै लाएर ल यसो मिलाएर हान्नु पर्यो है हामी 5 जना छौँ पारिपट्टि लेक साइड पुऱ्याइदिन्छ नि हैन पारिपट्टि होमस्टे भएको ठाउँमा 5 जना छौँ यसो मिलाएर हान्नु पर्यो है हैन यस्तो छ यस्तो डेन्जर घोडाहरू यहाँ वाइल्ड दामी यो घोडाहरू पाइने ठाउँ रहेछ घोडाको चाहिँ यो पार्किङ रहेछ यहाँ पुरै घोडाहरू यहाँ पार्किङ रहेछ प्रवेशद्वारमा घोडा पार्किङ घोडा स्टेसन रहेछ यो लगेर हुनुहुन्छ उहाँ घोडाहरू चाहिँ रेडी तयार भएर अब जाने जानको लागि खोलाएर साइड हानेर जानु पर्ला हैन टाढा छ त्यहाँ होमस्टे बनाल पाउँछ है होमस्टे मजाले बस्ने ठाउँ छ आज नेटहरू हुन्छ नेट त छैन सर नेट पनि छैन टावर पनि अलि काम गर्दैन चार्जै गर्न पाइन्छ मजाले त्यसै त मजा आयो नि त नेट गाह्रो होमस्टेतिर नेट छैन रे नेट नभएपछि त तनाव हुने भयो त भाइ यहाँ हर्स राइड हान्न लागिरह हैन ल ल भाइ टक्क लाएर है हिँडिसक्यो भाइले रेडी हो भाइ जानलाई बस राइड
के हुन्छ भन्दाखेरि होइन दाइ रमाइलो छ नि टक्क लगाएर हर्स राइडमा यसरी हामी त यसरी हर्स राइडमा जानु पर्ला फर्स्टमा मेरो राइड रहेछ इस डकचक 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 पारामा रारा जानु लाग्यो है यस्तो छ अवस्था ल त्यस्तो राइड हान्नु मिल्छ आफैले कि फटा छ यो तपाईँको घोडा फटा छ कि कस्तो छ छैन राइड हान्नु मिल्छ तर अलि जर्केपछि गर्छ के ए अलि जर्किन्छ भन्ने हो हो र नत्र म आफै यस्तो बिस्तारै टकटक टकटक जान्थेँ नि तानेर जानुभन्दा त ए तानेर भन्दा पनि यो छुट्टी ताने दिशा कतै राखिदियो हाम्रो नि बनाउँदा हुन्थ्यो यार ए बुनाइहाल्छु त हो ल जय सर अगर बुनाइदेऊ त तपाईँ यहाँ हाल्छ त्यो घोडा यिनले त्यहीँ हालिदिन्छ बल्ल काइल हुन्छ त्यो घोडा ल ल ल साटौँ न त साटौँ आउकेले अगर खुनाल गर साट्नुपर्छ हो तेल यो घोडामा साटौँ न साटौँ त्यो राम्रो छ मालिकलाई भन्नु न रकी बोसमा चढ्नु भएको छ यसको नाम के हो बिक्की बिक्की बिक्री अग्रवाल हो कि क्या हो म चाहिँ बिक्कीमा चढिरहेको रहेछु है बिक्कीमा सरर राइड हो घोडाको राइड सवारी हो म आफै राइड हान्नु मन थियो क्या यो अगाडिको त्यो डोरी समातेर त्यसरी मिल्छ एकछिन यो चप्पल अलि है चप्पल झुल्के राखेको त्यही भएर नै हो होइन नत्र पर्दैन त्यो गर भित्र हनाल है दे भयो यति साँद्रो हना कति तोर्सिन्छ कति हो त्यस्तो तान्ने हो के भयो पनि हल्का त्यस्तो म चाहिँ टक्क लाएर अगाडि सबभन्दा अगाडि मेरो राइड छ है त्यसपछि पछाडि भाइको राइड छ हेलो हेलो म चाहिँ बिक्कीमा चढेर अब राराको होमस्टे जाँदैछु है बिक्की रे यसको नाम बिक्कीमा चढेर होमस्टे जाँदैछु ल जा 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 बिक्की हिँड पछाडिसम्म सबैलाई देखाएर ल यस्तै है धानको हामी राडा जान लाग्यो एकदम पछाडि दाइहरू छन् भाइ छ माथि सिन कहाँनिर राम्रो छ यता माथितिर रारा त्यहाँ खिच्देऊ ल ल हस् सबै टाउको काट्दैछ ल हस् हस् भाइको खिच्देऊ भाइको निकाल्नु पऱ्यो ल फुल चाहिँ घोडामाथि गोदा कहाँ हिँडेको रे टक्क हिमाल देखिन्छ यहाँबाट है टक्कै होइन यसरी राइड हान्न मजा आइरहेको छ
दामी रहेछ उता हिमाल आउने गरेर हान्ने रहेछ यता सल्लाड एक्क गरेर भन्ने भने ओरिजिनल जाने बार हो न ए ल अहिले उभिएको हामी उभिन्छौँ ल ट्याक्क भिडियो बनाइदियो ल ओहो नेपालको झन्डा कहाँबाट पाएको भाइ ओहो रारा ओ हामी रारा नेपालको झन्डा रहेछ ए सेतै राते विक्की हो क्या इसको नाम विक्की हो विक्की के हो के खोइ कहाँबाट पाएको भाइ के ल झन्डा ट्याक्क भिडियो बनाइदियो त्यही त अगाडि भन्नुपर्छ नि मलाई त्यति नै भिडियो नि बनाउनु मलाई पनि चाहियो नि त हो यस्तो छ कुराकानी यहाँ देखा अब टक्क लाएर छ हैन यसरी हामी अब यता निरुपिया छौँ मजा भयो नि राइट हामी कस्तो छ राम्रो हो रमाइलो छ दामी भयो ओहो अनि यस्तो ल यता आउनुहोस् यता मिलाएर खिच्ने अरे यता यता यहाँ यता चाहिँ अलि एन्डलाई छोराले त्यो भाइ उहाँलाई ठ्याक्क लाइन राख्नु 5 वटा घोडा 4-5 वटा घोडा छ हामीसँग है ल टक्क लाएर ल हिट विकी 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 हो यसको नाम विकी अग्रवाल हो क्या हो यो बिचको घोडाको नाम चाहिँ के हो टम टम हिट साइडमा हामी है ठिक छ होइन दाइ रमाइलो छ नि बवाल रमाइलो छ नि भाइ केही छैन होइन यही हो रमाइलो भने लोकल पारामा कस्तो हावा चलेको दामी हावा चलेको छ यस्तो पुरै जङ्गल छ यता जङ्गल है मजा टक्क लाएर पछाडि आउँदैछन् यता गाडी आइरहेछ त अनि जाँदैन भने नि त ए ठिक यस्तो पुरै पाटन जस्तो छ यार यहाँ त त्यहाँ गाडी छ यहाँ घोडा छ अनि यहाँ चाहिँ म छु ढक्क लाएर योभन्दा बेसी के गरौँ त अब सरर नम्बर
होमस्टे कस्तो दाइ कस्तो कस्तो ए अब होला मलाई चाहिँ भएको छैन फेरि म त रमाइरहेको छु भने तिमी त अनि भाइ तिम्रो डबल सुन्नु तिम्रो भाइ त राम्रो अनि पछाडि हालिहाल्यो तर भाइ ओह्रालोमा चाहिँ खोरी लगाएर गियर डाउन गरे ओह्रालोमा गियर डाउन गर्नुपर्छ घेर हान्नु पर्ने है ओह्रालोमा त अनि कस्तो अप्ठ्यारो हुन्छ मलाई थाहा छ नि त किनभने स्कुल लाइफमा नि घोडा उ गरेको हुन्छ क्या यस्तो चौरमा पाल्छको हुन्छ कि बजारमा ल्याउने घोडाहरू हुन्छ नि भारी बोक्ने त्यस्तो कुदाइदिनु क्या हामी जानुमा त्यतिखेर घोडा चाहिँ यसो गर्नुपर्छ भनेर घोडाले मन नपराएको मान्छे झारिदिन्छ हो कि होइन भन त भाइ झार्छ त घोडाले त मान्छे सजिलो बाटो हिँड्नु रुखमा ढोकिन्छ ए भाइ भन्न यार म त पर्सिरहेको नि यता रुखमा ठोक्यो अन्त ठोक्यो त सर्टकट हो यो चाहिँ सजिलो हुन्छ कि उता ढोङ्गा ए यो तपाईँहरूलाई चाहिँ डरिन्छ क्या त्यो ढोकामा ठिक हो गदाहरू घोडामाथि चढ्दा अप्ठ्यारै हुन्छ नि फेरि भनिदिनु त दाइ एकचोटि हुन्छ दाइ फेरि भनिदिनु नि एकचोटि गदाहरू घोडामाथि चढ्दा अप्ठ्यारो हुँदैन नि त मेरो भाइ ओ हामी गधा पर्यौँ यो घोडा पर्यो गाह्रो पर्यो गदा लिएर कहाँ हिँडेकै साला गदा र घोडा पनि चिन्दैनस् तँलाई भनेको त घोडालाई पो सही हो भरे केटाहरूलाई त्यो पौरडीको कथा नसुनाइ भएन फोर व्हिल लगाऊ है कच्ची रोड रहेछ केटा हो फोर व्हिल चाहियो फोर व्हिल लगाऊ है फोर व्हिल लगाऊ यत्रो स्वास्थ्य नसै हिँड हो साथी घप्याप यसो पो हो त आवाज भने मान्छे चाहिँ जोगा दिनु नजान्दो रहेछ हौ है भाइ अब फेरि चौरमा आउन लागिसकेका छौँ फाइनल्ली हामी चौर आयो अब चाहिँ राम्रो बाटो आयो यसमा चाहिँ घट्ट हो फेरि रोल हान्ने भाइ 360 ल्याएर ड्रोन सट हुने रहेछ यहाँ रारा यहाँ देखिन थाल्यो रारा देखिन थाल्यो हरियो अलिअलि हरियो आइरहेको छ होइन त अब टक्क लाएर रारा देखिन थाल्यो राराको पानी देखिसकेको छु मैले त्यहाँ हरियो यसको एन्डिङ टाइम रमाइलो भयो होइन हर्स राइड दामी कति नै बवाल भयो आयो थियोस् चिल थियो वेदर पनि अलि चिलै छ भनौँ न त्यस्तो गर्मी पनि छैन जङ्गलले गर्दा पनि होला यहाँ चाहिँ फेरि घोडा त कति छानी कलर सलरको फाइनल्ली रारा पुग्यो है फाइनल्ली रारा देखियो हेर्नु यहाँ यस्तरी हेर्न सक्नुहुन्छ तपाईँहरूले रारा त्यहाँ देखिन्छ त्यहाँबाट फाइनल्ली रारा आइएम द फर्स्ट क्या म चाहिँ फर्स्ट छु राइडमा पछाडि छ नि तालमा घुमेर एक राउन्ड ताल हान्ने रे अनि त्यसपछि होमस्टेमा छोडिदिन्छन् हामीलाई अनि आज चाहिँ कहीँ होमस्टे बस्नु पर्ला भोलि बिहान मर्निङ अब राफ्टिङ पायो भने राफ्टिङ गर्नु पऱ्यो
नभए ठिक छ यति हिँड्यो फोटोसोटो खिच्यो चिलमा आयो फेरि यहाँ अहिले आएर यहाँ फोटोसोटो खिच्नु मिल्छ होला नि भिडियो बनाउनु मिल्छ राराको छेउछाउमा भिडियोहरू बनाउनु मिल्छ ए हेरिसक्नुभयो होला अलिअलि भ्यू राराको यस्तो छ यहाँ घोडाहरू चाहिँ फेरि कस्तो फ्लेभरको घोडा चाहियो कुन कलरको चाहियो त्यही अनुसारको छ यहाँ यही हो रारा भनेको यहाँ छ यो रारा कस्तो हरियो पानी है निलो पानी अनि 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 यो हो नि त दाइ अनि अनि तान्नुपर्छ खै म हान्छु दिन त राराको किनार किनार पुगिसकेका छौँ है राराको किनार किनारमा जाने हो किनार किनारमा दामी छ ऊ माछा उफ्रे यार उता क्या हो त हेर्ने हामी त खोइ दाइ के गर्ने अब हेरौँ न आज के हुन्छ फेरि भोलि बोट हान्नु पर्यो भन्ने हो क्या दाइ यस्तो छ घोडा किनार किनारमा हिँडिरहेको छौँ राराको दिउँसो चाहिँ किन हान दिँदैन हौ बोट ए हावाले ठिक 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 कस्तो ब्लू है पानी ऊ हाँस्दै एक्लै नाचिरहेछ त्यहाँ यस्तो डेन्जर छ यार सिन त ये यार तारा ताल त वाइल्डै ठुलो रहेछ त आइज न आइज आइज अलि अगाडि ल्याए न यतापट्टि तान्नु माथिपट्टि तान्नु हो त्यसरी पछाडि हाने त केही गर्दैन अगाडि अलि यति देखाउनु जसले धेरैको छ यही भएर डोर एपै हटा हटा
के गर्ने त अब यता यस्तो टक्क छौँ हामी होइन फाइनल्ली हामी रारा होमस्टेतिर आइसकेका छौँ है घोडाको यात्रापछि यहाँ छ एउटा यता कल्चरल होमस्टे रहेछ आएको घोडा चाहिँ यो हो पछाडि अरू आउँदैछन् उतातिर ठिक छ जोस् रमाइलो छ मजा आउला जस्तो छ अब भोलि हेरौँला राराको टक्क अब हाम्रो होमस्टे चाहिँ यही हो होइन यस्तो यो छ होमस्टे अब हामी बस्न लागेको यहाँ ठिक छ होइन भाइ यसो अब बाहिरतिर बसेर गाना बजाइदिइहालौँ यस्तो छ टक्क लगाएर रुम गीत गाउने हो म गीत दामी छ यस्तो एट्याच बाथरुम चिलमा हाम्रो चाहिँ भर्खरै यो त्यो भएर होला टावरै नदिने रहेछ चारमा पढ्दैछु अब चाहिँ क्याम्प फायर कस्तो कसो भगवान्ले के चाहन्छस् भन्यो भने सर क्याम्प फायर हान्दै रारामा उमेर चाहिँ नि हामी पालन थिएन है सर फेरि प्रचण्ड जस्तै हेर घुमाइ गरेर बालेनवाला चाहिँ यस्तो कोही सबै फेरि हेर बिहे नै गर्नु सर गर्नु बेचे गर्नु भनेको टाइममै म त 19 लाग्नु क्याड नाच्दिन यता हुँदैन उहाँको भनेको कि उहाँको भनेको बिहान उताको नि उहाँको तिनवटा गरेको नि सरको भाग पनि यतै पर्यो तिनवटा गरेको मलाई चाहिँ कसरी केटा हो 19 वर्षमा बिहे गरेको बाउले छिटो गर अर्को पनि गर्नु भ्याउँछस् भन्यो ढाँटेछ बुढोले यत्रो अर्को दिएन के गर्न दिएन छोरा मान्दैन त नि बहिनी कतिको भनेपछि 16 15-16 होला हो नि सर बाल बिहे पड्काउनु भयो दाजु बाल बिहे हो नि ए कुकुरले टक्क लगाएर हामी चाहिँ फेरि क्याम्प फायरमा क्याम्प फायरमा होइन हो र अनि टक्क च्याङ्राको मासु हो यो च्याङ्राको मासु सुप होइन टक्क लगाएर दायरसँग दाइ पहिला हामी त्यसो गर्छौँ नि टक्क लगाएर मार्सी चामल ठिक छ नि बिहान पनि मिठो थियो नि बिहान खानु भएन होला तपाईँले 50 रुपियाँ महँगो घर लानुको लागि प्याक गरिरहेको छु मार्सी त बाबु यो 50 रुपियाँ महँगो है ठिक लाग्यो त्यसपछि यताको चाहिँ अलिक ठिक छ जस्तो लाग्यो होइन नत्र बाटोमा कतै राम्रो लागेन बाबु चाहिँ म आउँछ दा बिस्तारै टक्क यो चाहिँ मार्सी मासु मार्सी चामल होइन रातो भन्छ यो चाहिँ अचार मैले यो ताने ल हुन्छ आलु साग छ यहाँ होइन दाइ एकदम मिठो अब खाएको त छैन अब थाहा हुन्छ खौ लाग्यो एकदम लोकल अझै च्याङ्राको मासु आउँदैछ च्याङ्राको मासु पनि अर्डर गरेको छु लाइफमा मेरो पनि फर्स्ट टाइम हो लेट्स सी कस्तो हुन्छ हैन अनि थ्याङ्क यू भाइको च्यानलमा आज म आएको छु प्लिज भाइलाई सब्सक्राइब र भाइको नि युट्युब हो ल मलाई सेयर पनि गरिदिनु होला भाइ म भिजिटर तिलक सिलवाल मेरो नै युट्युब च्यानल छ हजुर भाइलाई मेरो युट्युब च्यानलमा स्वागत छ भाइको युट्युब च्यानल भन्दिनुहोस् त मलाई मेरो अल्फा द अल्फा .2 द अल्फा .2 द अल्फा .2 मा मैले पनि सब्स्क्राइब गर्छु मेरो साथीहरूलाई पनि सब्स्क्राइब गर्न लाउँछु भाइको च्यानलको चाहिँ एकदम समृद्धि हुँदै जाओस् शुभकामना है एकदम अब यो डोल्पामा आइयो के अरे मुगुमा जुम्ला मुगु एकदम रमाइलो लागिरहेछ हाम्रो यात्रा एकदम रमाइलो भइरहेछ हैन भाइ हजुर त्यसो हुँदाखेरि अब रमाइलो भएको छ हाम्रो यो 5 जनाको ट्रिप तपाईलाई यो तपाईको युट्युब च्यानललाई पनि हार्दिक शुभकामना छ ल हस् धन्यवाद ल मुगुको मार्सी चामलको भात भाइ मेरो भाइहरू र मेरो सरहरूसँग फर्स्ट बाइट मैले लिएँ है हजुर अनि थ्याङ्क यू कागज टिपिन रहेछ यार यो ठाउँमा ल दाइ कस्तो छ त खानाको रिभ्यू दिदिन त एकचोटि फर्स्ट टाइम है मार्ची चामल तर एकदम मिठो सोचेको भन्दा धेरै मिठो रहेछ एकचोटि आउनै पर्ने ठाउँ हो कि होइन अभियसली
रारा घुमेर लोकल चामल खान छुट्टै मजा अनि होइन बाटोमा जति जेसुकै भयो नि मैले नि खाना थालेँ है दुःख च्याङ्रा आइसकेको छ है च्याङ्राको मासु कस्तो छ त भाइ च्याङ्राको होइन लास मिठो छ एकदम सुप मिठो छ ल अब एकदम राम्रो लाग्छ त अनि हामीले नि बनाउनु परेन यसरी भेट भइहाल्छ अझ नसो काटिएको कुरो त कुरै भएन हैन हेर्नुहोस् त कस्तो त्यति बढी हिटाने होइन हो त